अहिले देशमा जताततै आन्दोलन सुरु भएको छ। कारण छ सुकुम्बासी बस्ती विस्थापन र त्यो विस्थापन गरेको सुकुम्बासी बस्तीमा रहेका पीडित सुकुम्बासीहरूको बेहालको स्थिति, यो विषयलाई लिएर सरकारको निन्दा भइरहेको छ। बालनजीलाई मैले कुनै समयमा अलिक नजिक पनि हामी थियौँ भन्ने किसिमले एउटा साथीको नाताले मैले उहाँलाई सम्झाएको हो। पदीय हिसाबले देशकै सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ उहाँ, त्यो हिसाबबाट पनि ससम्मान मैले सम्झाएकै हो। एउटा पार्लियामेन्टेरियन, एउटा सांसदको हिसाबबाट पनि मैले संसदको पहिलो सदनको पहिलो बैठकबाट नै उहाँलाई सम्झाएकै हो। सुकुम्बासीको घर टहरा भत्काएर विस्थापन गर्ने नीति होइन, सुकुम्बासीलाई पहिचान गरेर त्यसलाई व्यवस्थापन गर्ने नीति सरकारले अपनाउनुपर्छ है भनेर मैले भनेकै हो। बारम्बार फेसबुकको स्टेटसहरू मार्फत, फेसबुकमा चाहिँ पोस्टहरू लगाएर पनि उहाँलाई सम्झाएकै हो। किन सम्झाएको त भन्दाखेरि उहाँले नेतृत्व गरेको सरकार विवादमा नमुछियोस्, अनेक परीको समस्याहरू होइन उत्पन्न जुन भएको छ यस्तो समस्यामा नअल्झियोस्, विकास निर्माणमा लागोस्, सुशासनमा लागोस् भन्न खातिर मैले सम्झाएको हो। तर यसरी सम्झाइरहँदाखेरि अब घन्टी पार्टीका समर्थकहरूले यसरी गाली गर्ने होइन, अनेक परी गर्ने, ट्रोल बनाउने कामहरू पनि गरिराख्नु भएको छ। म तपाईँहरू सबैजनालाई भन्न चाहन्छु होइन, सरकार त्यसरी चल्दैन। सरकार चलाउनु भनेको चाहिँ सन्तुलन कायम गर्नु पनि हो। सरकार चलाउनु भनेको डङडङ र डुङडुङ गर्दै हिँड्ने, भत्काउँदै हिँड्ने, जे पाए त्यही गर्ने भन्ने पनि होइन। सरकार चलाउनु भनेको चाहिँ विकास गर्नु हो होइन। विकास गर्नु भनेको व्यवस्थापन गर्नु हो, सन्तुलन कायम गर्नु हो, शान्ति सुव्यवस्था अमन चाहिँ होइन, एउटा समाजको जुन चलिरहेको जुन एउटा निरन्तरको जुन सामाजिक परिचालन, यी कुराहरूलाई निरन्तरता दिनुलाई चाहिँ नै सरकार चलाउनु भनिन्छ।